So, hello and welcome to my video. आज चाहिँ म यहाँ सामान आएको छ। यो सामान चाहिँ के हो भन्ने कुरा सँगै खोलेर हेरौँ है त साथीहरू। यसरी मैले अमेजनबाट अर्डर गरेको सामान हो यो। अघि भर्खर कामबाट आउँदा ट्याक्क बाहिर राखिदिएको रहेछ। खुसी लाग्यो अनि यसो एउटा भिडियो पनि बनाइदिनु त भनेर बनाएको। ड्याङ ड्याङ रहेछ साथीहरू। सामान चाहिँ हो साथीहरू डेडेङ यो है साथीहरू DJI को ओजमा पकेट 4P हैन। अनि फाइनली किनियो। अब यसबाट चट्ट भिडियोहरू आउँछ चट्ट साथीहरू सपोर्ट गर्नु पर्यो। ब्याक साइड आउँदो रहेछ त नि ब्यागमै हाल्नु। सब भित्र हालेर आउँदैछ कभर साइड ब्यागमा। मेन सामान चाहिँ हो के यसरी चट्ट भलग बनाउने हो अब। पुरा सानो ट्याक्क सही हुँदो रहेछ क्या भन्दा। सरी DJI ओजमा पकेट 4 है साथीहरू। यसको अब कसरी युज गर्ने थाहा छैन। यसो हेर्नुपर्छ युट्युबतिर युज गर्ने तरिकाहरू। यो यसरी हुँदो रहेछ होइन। लक लाग्दो रहेछ क्या। यो भयो। यो चाहिँ के हो नि यो माइक पनि हुँदो रहेछ। के हो के टर्न हुँदो रहेछ त नि। यति धेरै सामान हुँदो रहेछ जोड्न मात्र त मलाई। ल साथीहरू म फिट गरेर देखाउँछु फेरि। कति धेरै त खोल्नै गाह्रो हुँदो रहेछ यार। यो चाहिँ चार्जर होला। ट्राइपड रहेछ यो भयो। यो चार्जर हो कि के हो यो चाहिँ के हो सुम्मा फेरि सुम्मा छ त यार। DJI यसरी माइक झनाउनु रहेछ यो चाहिँ यो यहाँ होला। यो चाहिँ यो चाहिँ कहाँ हुन्छ के गर्नु यस्तो रहेछ त। यहाँ भयो अनि यो चाहिँ यहाँ होला।
के हो यार डिडिङ यस्तो ल्याङ्ग्वेज के बनाउनु सेटिङ मिलाउनु पर्दो रहेछ त्यो यो चाहिँ म पछि यसो युट्युबतिर हेरेर बनाउनु पर्ला यो होला नि के हो यस्तो हो कि ए यस्तो रहेछ यसरी राख्न पनि मिल्यो यसरी समाउन पनि मिल्यो त्यो छोटो पनि मिल्दो रहेछ यो चाहिँ के हो के लाइट रहेछ बाई बाई भिडियो बनाउँछु सबैले हेरिदिनु होला माया गरिदिनु होला है त